मेरो गालामा हैन भर्खर चर्कन परेको छ हैन। सुँगुराको कुरा ओडामा कार्यालयमा गर्ने त्यो नि के हो? काका सुन्नु, मलाई पिटेर नि यो ठाउँ चाहिँ विकास भयो भने ठिक छ, म खुसी। खोटाङ जिल्ला वडा नम्बर 7 का एक युवा आफ्नो गाउँ विकास भएन भनेर वडा अध्यक्ष आफ्नै काकामाथि यसरी खनिए। यतिको आँट र हिम्मत भएको युवाको लागि एकस तोपको सलाम छ। हजुर, त्यो 5 जना तर थाहा छ नि, मेयरसँग 6 जना छ प्रतिनिधि, तर अहिलेसम्मको योजनामा त्यो खाएको भने छ। यस्तो छ है, यस्तो छ है, यस्तो छ है मेरा प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, यस्तो छ है कुरा हैन। काका सुन्नु, हजुर धेर जान्ने नहो, बाठो नहो कि हैन काका, म जान्ने पनि भएको हैन, बाठो पनि भएको हैन। वडा कार्यालय भित्र सुन, मेरो घर र तेरो घर कति कति मिटर फरक? टाढा छैन, टाढा छैन। तैँले कहिले आएर काका के हुँदैछ हाम्रो योजना के भयो भनेर मैले आज यहाँनिर भेट्दाखेरि ओडाको कुरा हो नि त त्यो काका। ओडा भित्र पर्दैन त्यो सुँगुरा गाउँ, मेरो गाउँ ओडा भित्र पर्छ। त्यो त्यो नजा के भन्दैछु, ओडा भित्र पर्छ। ओडाको रेड बुकमा छ त यहाँ नाम। अनि यसले मलाई एक्कासी त्यो छिटो गर्नु पर्यो, तैँले यता आदेश दिने हो त मलाई, मैले गर्ने पहिलेको कुराहरू पनि गयो के? ओडाले बनाउनु होला नि त हैन, पहिलेको कुराहरू पनि काका सुन्नु मेरो प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो गाउँमा परेको योजना पहिले पनि ल्याप्स भएर गएको छ, कोल्याप्स भएर गएको छ हैन। त्यो कुरा फेरि पनि नजाओस् भन्नका लागि मैले अङ्कलहरूसँग, ठुलो मान्छेसँग हैन अलिकति जो हैन, यस्तो के तर उहाँले मलाई हात हाल्नु भयो हैन। यसको लागि चाहिँ प्लिज है, जो हुनुहुन्छ अगाडि हुनुहुन्छ नि, प्लिज है, प्लिज। यो चाहिँ दिक्तेल रूपाकोट मझर नगरपालिका खोटाङ जिल्लाको हैन, दिक्तेल रूपाकोट मझर नगरपालिकामा पर्छ, वडा नम्बर 7 हो हैन। मेरो चाहिँ वडा नम्बर 7 को चाहिँ सुम्बुरा भन्ने गाउँमा एउटा योजनाको लागि कुरा गर्दाखेरि म माथि हातपात भयो। मलाई पिटेर नि यो ठाउँ चाहिँ विकास भयो भने ठिक छ, म खुसी छु, तर पिटेर विकास चाहिँ गर्न पर्यो, विकास हुन पर्यो मेरो ठाउँ।